गर्मी गर्मी धेरै गर्मी मेरो भेनाजु यहाँ चढाउनु पर्ने हो प्राणीहरू सजिलो अनि नमस्कार सबैजनालाई म प्रतिमा गुरुङ यहाँहरू सबैजनालाई यो अर्को नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु म चाहिँ अहिले छु तुतपोखरी 2 पुम्ने चोक लमजुङमा अनि म चाहिँ हिजो बेलुका मात्रै आइपुगेको हिजो बेलुका भन्नाले 10 गते चाहिँ अनि आजको मौसम चाहिँ यस्तै छ है घाम टलक्कै टल्किरहेको छ अनि चाहिँ हिजो बेलुका आएपछि चाहिँ खासमा हिजो चाहिँ फेरि मेरो माइली बोजू पनि बित्नु भएको थियो अनि त्यसले गर्दाखेरि म चाहिँ तल नै गएँ अनि तल नै बिजी भएँ अनि आज पनि अब आज चाहिँ बोजूलाई सायद माथि लानुहुन्छ होला अनि त्यसले गर्दाखेरि अब एकछिनमा चाहिँ म तल जान्छु अनि ल यही नै हो घरको चाहिँ हालत यस्तै छ अनि सरसफाइहरू पनि अब गर्नु पाएको छैन आज पनि अब तल बोजूकोमा जानु पर्यो है त्यही नै हो अब यस्तो दुःखद समयमा मैले यस्तो भिडियो गर्नुपर्ने त केही पनि थिएन तर पनि गाउँको रहनसहन अनि संस्कृति चाहिँ यसो देखाउनको लागि म थोरै भिडियोहरू चाहिँ तपाईहरु माझ ल्याउने प्रयास गर्छु अनि त्यही नै हो एकदम सबैजना भावुक हुनुहुन्छ हाम्रो फोचो फादे सबैजना आउनु भएको छ हाम्रो बजेको छोरीहरू अनि त्यही नै हो कस्तो हिजो चाहिँ अनि बेलुका गएको थियो के भन्छ धुपहरू बाले अनि बोजूलाई सधैँ भेट्ने नि त त्यहाँ बिस्तारमा अनि आज बोजूलाई पुरै सेतो लुगाले छोपेर राख्दा चाहिँ मन कस्तो सिरिङ्ग भयो कि अब सधैँ दशैंमा बोजूहरू अब भगु बोजू भनेकै ठुलो बोजू उहाँ नै हुनुहुन्थ्यो अनि सधैँ आशीर्वाद लिने बोजूसँग हाँस्ने ठट्टा गर्ने गर्थ्यौं अब यो वर्षबाट चाहिँ नपाइने भयो त्यो नै एकदम दुःख लागेको छ अनि त्यही नै हो अब बोजूहरूलाई चाहिँ हामी नाता नातिनीको तर्फबाट अब अरु केही गर्न नसके पनि त्यही हो धेरै माया सम्झना बोजू जहाँ भए पनि स्वर्गमा बास होस् त्यही नै भन्न चाहन्छु अरु मलाई भन्नु पनि आएन है हुन्छ ल म अब चाहिँ तल जान्छु अनि तल गएर चाहिँ तलको के छ कस्तो छ म तपाईहरुलाई देखाउने छु है त भर्खर हामीले यहाँ फुल उनेर भ्यायौं यो फुल चाहिँ बजेको लागि अनि यो चाहिँ चोखो हुन्छ रे ताबिन्छ जुदे यसो तारेर दे सबै प्रमजु टाका टाबिन्छ उजा त दिने सो उजा पुङरु चोखो हुन्छ यो सबै नगै फु अन्डर पारिबार चोम्नी सही उजा म छु यो चोखोको लागि भनेर राखेको शिवजीको छु तारो मालो ता हो बिम्डो छु देमी थबल्या कति क्या जब चोइ होला चुटामी नानी मु होला ओ निजो उ त्यहाँ छ अलिकति के सुरु हालिन्छ नि यो सर वाटरमा फिल्टर मारेर मोबाइल हेरेर बुझि त
नेपाली क्या करो तो ये अधिकारी बंजरी में अधिकारी बंजरी में अधिकारी कहीं तो आता बस नीलगिरी पहले कोई मैंने ना खाना गाड़ी आयो गाड़ी तेल जाऊ पहिला चाहिँ हाम्रो फाले खोजहरूले हाल्नुहुन्छ हामी सबैजना लगभग सकिसक्यो खानामा सबैजना यहाँ फुलपाती फलफुल पानीहरू सबै चढाइसक्नुभयो अब चाहिँ यहाँ पञ्चामृत चढाउनुहुन्छ त्यसपछि चाहिँ माथि लानुहुन्छ Terima kasih.
गाडी रोड चिसोमा आज गर्मी गर्मी धेरै गर्मी नको आधा घन्टा हिँडेलाई हामी कति बजेदेखि हिँड्या हो आधी घन्टा नि बढीको होला नि कहाँ आधी घन्टा त्यही त नि टपमा आउनुपर्छ सर्वाधार माथि घर पनि वहाँ तल छ त हाम्रो फेरि के गरेको हो यो दाइ पूजा त्यसपछि बल्ल दाउरा हाल्ने हो
Nó ta đi ăn cho nó. Nó à cái chuyện tôi. Mà chứ. Lama chứ lama. Patria nó chỉ nó để lama. Antara rada हुन्छ गाउँको दही ठुलाबा सबै त्यो आदि त्यो खाया चाहिँ छ त्यो इलो भयो थिए अलि शीतल भयो नि दाइ लौन्डा यो शीतल खेलवर फोन पर्दा पनि धेरै पनि बिजुली वो छारो न हो धारामा पानीमा पखाल्नुपर्छ अरे हातहरू बढी त यहाँले भन्दा तिमी धराहरू साले दाइको छोरी यत्रो भइसक्यो म कति राम्रो देखेको गाउँ त हामी फर्किँदैछौँ माथिबाट यो चाहिँ तल्लो गाउँमा आइपुग्यो टिकाको घर देखाइदिनु पर्यो ल टिका हेर है यहाँ टिकाले हेर्छ बिचरा सधैँ कति राम्रो देखेको त सेन गाउँको अब हाम्रो घर आइपुग्यो उयो त्यो पारी चाहिँ गोर्खा धाराहरू चाहिँ पुरै यस्तो पो भएछ जोडिने बदीमा बाल्टी म मेरो भेनाजु हाम्रो घर त बिजोक भा बिजोक यहाँ चढाउनु पर्ने हो भातको डल्ला त यहाँ पर्छ भातको डल्ला होइन अर्कै डल्ला खिच्ने के हो यो धुवा त उता पो गइसक्यो आइपुग्यो घर गाउँलेहरू त आइसक्नु
फर्केर सबैजना खाजा खाँदै हुनुहुन्छ गाउँलेहरू मेरो खुट्टा किन कामिरहेको कि यता चाहिँ दही ठुलो प्राणीहरू सबैले मुक्ति पाओस् मेरो चाहिँ राम्रो मान्छेहरू भयो भने मुक्ति पाओस् भनेर चाहिँ हो भने आफू जम्मै मुक्तियोन् 명문이 찬tom 주제 수아지 덤으로다 저도 전문이 무디온 비디 쇼럴 거지마 सबैको प्राणीहरु सबै प्राणीहरु कुञ्जो जुना जा नमो मजरिय नमो रोजरिय नमो उदाम श्रीय जो कुञ्जो जुना जा नमो मजरिय नमो रोजरिय नमो उदाम श्रीय जो कुञ्जो जुना जा नमो मजरिय नमो रोजरिय नमो उदाम श्रीय जो संगीतम यदि को तुझे जिमेगो मंगे कुञ्जो जुनी जा तामा नौलाय क्या वजू 어버지만은 유가라 자절어지긴 또나주저지대나 되는 도감이야 되게 가운데 만에 되다 동자로 अहिले चाहिँ म यता तल्ल घर आइसकेँ म यता ठुलोबाबुको घरमा हो अनि लगभग अहिले 5:16 भइसक्यो है अनि त्यही नै हो दिनभरि चाहिँ हाम्रो बजेलाई पुर्याएर अनि हामी फर्किसक्यौँ अनि अहिले चाहिँ यहाँ नानी ठुलोबाबाहरू सबै हुनुहुन्छ त्यही नै अब भोलि चाहिँ हाम्रो के भन्छ चोख्याउने हुन्छ अनि चोख्याउने हुन्छ भोलिको पनि म मिल्यो भने भिडियो थोरै हाल्नेछु अहिलेलाई चाहिँ यति नै